हेलो साथीहरू सबैजनालाई नमस्ते। म रमेश। आज चाहिँ म एकजना मान्छेको सहयोगको लागि भिडियो बनाउँदैछु। तपाईँहरूले यो स्क्रिनमा देखिरहनु भएको क्युआर कोड चाहिँ हाम्रो रत्न तामाङ दाजुको हो। उहाँको भिडियो सायदै तपाईँहरूले नदेखेको मान्छे चाहिँ कोही पनि छैन होला। उहाँ केही वर्ष अगाडि यो करेन्ट एक्सिडेन्टमा परेर उहाँले दुईवटा हात गुमाउनु भएको थियो होइन। अनि त्यस पछाडि उहाँको दैनिक क्रियाकलापहरू चाहिँ उहाँले सामाजिक सञ्जालमा हाल्दै आउनु भएको थियो। मैले पनि उहाँको भिडियोहरू धेरै हेर्ने गरेको छु। अस्ति भर्खरै चाहिँ उहाँले यो इन्डियामा मास्टर सेफ भन्ने प्रोग्राममा चाहिँ उहाँ भाग लिन जाँदै गर्दाखेरि उहाँलाई यो सेन्सरवाला जस्तो उहाँ जस्तै हात नभएकाहरूको लागि यो सेन्सरवाला हात पाँचवटै औँला चल्ने जुन यो फोटोमा देखिरहनु भएको छ त्यो खालको हातको लागि चाहिँ उहाँलाई डिस्काउन्ट 50% डिस्काउन्टमा चाहिँ त्यो कम्पनीले चाहिँ उपलब्ध गराउँछु भनिसके पछाडि उहाँले यो सामाजिक सञ्जालमा फेसबुक मार्फत अनि विभिन्न सामाजिक सञ्जाल मार्फत उहाँले त्यो हात किन्नको लागि चाहिँ सहयोगको अपिल गर्नुभएको रहेछ। मलाई पनि उहाँको लागि थोरै सहयोग गर्न मन लाग्यो। तपाईँहरूले पनि यो स्क्रिनमा भएको यो क्युआर कोड स्क्यान गरेर उहाँकै खाता हो, उहाँ आफैको यो पर्सनल खातामा चाहिँ तपाईँहरूले सकेको सहयोग चाहिँ गर्न सक्नुहुन्छ। मैले पनि सकेको सहयोग गरेको छु। आशा छ तपाईँहरूले भिडियोलाई अन्तिमसम्म हेरेर उहाँको सहयोगको लागि 2-4 पैसा चाहिँ उहाँको लागि सहयोग गर्नुहुन्छ भन्ने आशा गरेको छु। धन्यवाद।